नमस्कार सम्पूर्णमा। आज म खास गरी तपाईँहरूलाई चाहिँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम भनेर नेपाल सरकारको एउटा महत्त्वपूर्ण कार्यक्रमको बारेमा छोटो जानकारी लिएर आएको छु। यसमा म तपाईँहरूलाई खास गरी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूको काम के हो, उहाँहरू कसरी आउनुहुन्छ र उहाँहरूको बारेमा वृहत रूपमा म अलिकति यहाँ चर्चा गर्नेछु। यो चाहिँ हजुरहरूलाई जुनसुकै बेला पनि इम्पोर्टेन्ट हुनसक्छ, आवश्यक हुनसक्छ। तपाईँहरूले यसलाई चाहिँ राम्रोसँग अध्ययन गर्नका लागि पनि यसलाई तपाईँहरूले प्रयोग गर्न सक्नुहुन्छ। यो तालिमहरूमा पनि यो भिडियोलाई सामग्रिक रूपमा पनि प्रस्तुत गर्न सक्नुहुनेछ। खास गरी यहाँहरूले देख्नुभयो कि राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम, यो महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको बारेमा कुराकानी गर्दा चाहिँ म पहिलो कुरा तपाईँलाई के जानकारी गराउँछु भने नेपालमा 2045 सालबाट चाहिँ यो कार्यक्रमको सुरुवात भएको हो। हजुरले के बुझ्नु पर्यो भने राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवा कार्यक्रम नेपालमा 2045 सालमा सुरुवात भयो र अहिले नेपालका 77वटै जिल्लामा यो कार्यक्रम विस्तार भएको छ र अहिले 51,000 भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरू चाहिँ कार्यरत हुनुभएको छ। उहाँहरूले चाहिँ समुदाय स्तरमा सेवा पुर्याइराख्नु भएको छ र राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमको रणनीति 2067 जुन पहिलो संशोधन चाहिँ 2076 सालमा भएको छ र यस कार्यक्रमले पनि राष्ट्रिय स्तरमा निर्देशन गर्ने चाहिँ एउटा यो स्वयंसेविकालाई निर्देशन गर्ने एउटा मूल दस्तावेजको रूपमा पनि हामीले बुझिन्छ भने अर्को कुरा चाहिँ यो महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू भनेको हाम्रो हालको सङ्घीय संरचना अनुसार चाहिँ स्थानीय तहमा हस्तान्तरण गरेर स्थानीय तहबाटै परिचालन गर्ने रणनीति अवलम्बन गरिएको छ भन्ने कुरा चाहिँ हजुरहरूलाई म जानकारी गराउँछु। र उहाँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत चाहिँ के कुराहरू हुन्छन् भन्ने कुरा चाहिँ हजुरले यो चित्रमा देख्नुहुन्छ। जस्तै ज्येष्ठ नागरिक, होइन, गर्भावस्थाका महिला हुनुहुन्छ, या बिचमा चाहिँ महिला स्वास्थ्य स्वयंसेविका दिदीबहिनी हुनुहुन्छ नि, उहाँले ज्येष्ठ नागरिकका लागि, गर्भवती गर्भावस्थाका महिलाहरूका लागि, होइन, त्यसपछि किशोर किशोरीका लागि, अनि सुत्केरी आमा र नवजात शिशुका लागि, त्यसै गरी बालबालिकाका लागि चाहिँ उहाँहरूले सहयोग र समन्वय गरिराख्नु भएको छ। यो चित्रबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। यसमा म अलिकति तपाईँहरूलाई अझ जानकारीका लागि चाहिँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम समुदायको स्वास्थ्य प्रबन्धन गर्ने साझा कार्यक्रम हो। राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमले अन्तर्व्यक्ति सञ्चार तथा समुदाय परिचालनको माध्यमबाट समुदायमा रहेका महिला, पुरुष, नवजात शिशु, बालबालिका, किशोर किशोरी, युवा युवती तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य तथा सरसफाइ सम्बन्धी ज्ञानमा र धारणामा सकारात्मक परिवर्तन गरी व्यवहारमा लागू गर्नका लागि सहजीकरण गर्न सक्ने। यो एउटा हजुरलाई मैले चाहिँ यो महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका आधारभूत तालिम पुस्तिकाबाट हजुरलाई यहाँ साबर गरेर यो देखाएको छु। हजुरले यसलाई चाहिँ अब आफू जो चाहिँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरू हुनुहुन्छ, स्वास्थ्य कर्मीहरू हुनुहुन्छ, तपाईँहरूले पनि यो कुनै न कुनै बेला काम लाग्न सक्छ। हजुरहरूले पनि यसलाई अध्ययन गर्नु पर्न सक्छ। यो चाहिँ भिडियोलाई सुरक्षितसँगले राख्न सक्नुहुन्छ है। अब अर्को कुरामा तपाईँलाई यो महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूको आवश्यकता किन पर्यो त? समुदायमा महिला स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूको आवश्यकताका बारेमा अलिकति हामी कुरा गरौँ। यहाँनिर बिचमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदी हुनुहुन्छ, बहिनी हुनुहुन्छ। उहाँले के गर्नुहुन्छ त? पहिलो भने यो समुदायमा स्वास्थ्यसँग सम्बन्धित सरसफाइ प्रवर्धन गर्नका लागि कसरी हात धुने, कसरी फोहोरहरूलाई व्यवस्थापन गर्ने, कहाँ राख्ने, के गर्ने भनेर सरसफाइका बारेमा बृहत रूपमा उहाँहरूले समुदायको आमा समूह मार्फत चाहिँ जानकारी दिनुहुनेछ। हजुरहरूले पनि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदीबहिनीले हाम्रो गाउँमा के काम गर्नुभएको रहेछ भनेर अलिकति हजुरले आफूले मनन पनि गर्न सक्नुहुन्छ। अर्को कुरा त उहाँहरूले नवजात तथा बालबालिकाको स्वास्थ्य प्रवर्धन गर्नका लागि सहयोग गर्नुहुन्छ। उहाँहरूले नवजात तथा बालबालिकाको स्वास्थ्यलाई राम्रो बनाउनका लागि उहाँहरूले सधैँभरि समुदायमा के गर्नुहुन्छ त? सहयोग र समन्वय र शिक्षा दिनुहुन्छ भने अर्को परिवारको योजना प्रवर्धन गर्न। परिवार योजना भनेको के हो? परिवार योजनाका फाइदा महत्त्वको बारेमा जानकारी गर्नुहुन्छ भने अर्को सुरक्षित मातृत्व कार्यक्रमको प्रवर्धन गर्नका लागि के कसो गर्नुपर्छ भनेर पनि उहाँहरूले जानकारी दिनुहुन्छ। हजुरलाई म अलिकति यहाँ के देखाउन चाहन्छु भने धेरैजसो स्वास्थ्य समस्याहरू आमा र बालबालिकासँग सम्बन्धित हुन्छन्। हामीलाई थाहा छ धेरैजसो स्वास्थ्यका समस्याहरू प्राय आमा र बालबच्चाहरूसँग बढी सम्बन्धित भएका पाउँछौँ र उहाँहरू उपचारका लागि धाइरहनु भएको पनि हामीले देखेका छौँ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य आमा समूह मिलेर
एक आपसमा छलफल गरी समस्याहरू समाधान गर्न सकिन्छ। समुदायमा रहेका सानातिना स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा जानकारी आदान प्रदान गर्नका लागि आमा समूहको गठन हुन्छ। त्यो आमा समूहमा बच्चाका आमाहरू, ज्येष्ठ आमा दिदीबहिनीहरू लगायत सबैजनाको सहभागिता रहन्छ। त्यस्ता बेलामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले आमा समूहसँग मिलेर स्वास्थ्य शिक्षा प्रवाह गर्नुहुन्छ। त्यसले गर्दा धेरैजसो आमा र बालबालिकाहरूका स्वास्थ्यका समस्याका बारेमा समुदाय स्तरमै जानकारी भई उहाँहरूले राम्रो काम गर्न सक्नुहुन्छ भनेर हजुरहरूले बुझिसक्नुभयो। अर्को कुरा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका आफ्नै ठाउँमा हुनुहुन्छ, आफ्नै ओडामा, आफ्नै क्षेत्रमा र हामी सबैको पहुँच पुग्ने ठाउँमा उहाँहरूको बसोबास छ। यस कारणले गर्दा उक्त समुदायका व्यक्ति, परिवारका सदस्यहरूसँग उहाँहरूको परिचय हुन्छ। उहाँहरूको एक किसिमको आत्मीय सम्बन्ध कायम हुन्छ। यस कारणले गर्दा समुदायले पनि उहाँहरूलाई विश्वास गर्ने र जुनसुकै स्वास्थ्य समस्याहरू आउँदा पनि सबैभन्दा पहिला सम्पर्क बिन्दुको रूपमा हामीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूलाई लिन्छौँ। यसर्थ उहाँहरूले सानातिना समस्याहरू पर्दा सहयोग गर्नुहुन्छ, आवश्यक सन्देश पनि प्रवाह गर्नुहुन्छ, जसले गर्दा समुदायका आम नागरिकहरूलाई समयमै उपचार लिनका लागि यसले के गर्छ त फाइदा गर्छ। यस कारणले गर्दा यो महत्त्वपूर्ण कुरा पनि हजुरहरूले जानकारी हासिल गर्नुभयो। अब अर्को कुरा म तपाईँहरूलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका को हुन् त भनेर भन्न चाहन्छु। हजुरहरूले यो एउटा चित्र पनि देख्नुभयो। यो आमा समूहको बैठक बसिरहेको चित्र तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। स्वास्थ्य आमा समूहमा छनौट गरिएकी स्थानीय महिला स्वास्थ्य स्वयंसेविका दिदी यहाँ बिचमा बसेर समुदायका आम दिदीबहिनीहरूसँग स्वास्थ्य शिक्षा दिदी हुनुहुन्छ। यसर्थ स्वास्थ्य संस्था र समुदाय बीच समवायका रूपमा कार्य गर्न इच्छुक महिला को हुनुहुन्छ त भन्दा स्वयंसेविका दिदीबहिनी हुनुहुन्छ। यसर्थ महिला स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूको समुदायमा अतुलनीय काम छ। अझ तपाईँले भन्नुपर्दा आफ्नो कुरा समूहमा राख्न सक्ने परिपक्व तथा स्थानीय समुदायको स्वास्थ्य सुधार गर्नका लागि स्थानीय स्वास्थ्य आमा समूहद्वारा छानिएर आधारभूत तालिम पाएकी महिलालाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका भनिन्छ। स्वास्थ्य संस्था र समुदायका बीचमा संवाहकको रूपमा काम गर्न इच्छुक हुनुभएकोले महिला नै महिला सामुदायिक स्वयंसेविका हुन् भनेर हजुरहरूले बुझ्नुहुन्छ। यसर्थ मैले तपाईँहरूलाई जानकारी गर्न खोजेको समुदायको स्वास्थ्य प्रवर्धन र हितका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अतुलनीय अत्यन्त महत्त्वपूर्ण भूमिका छ। यसर्थ हाम्रो देश नेपाललाई पनि उच्च स्तरको बनाउनका लागि स्वास्थ्यका सुधारका लागि उहाँहरूले अत्यन्त धेरै मेहनत पनि गर्नुभएको छ। अब मैले तपाईँहरूलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरू छनौट हुने र केही अवकाशका केही आधारहरूको बारेमा जानकारी गराउँछु। समग्र रूपमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको छनौट स्वास्थ्य आमा समूहले गर्दछ। नयाँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको छनौट तलका निम्न आधारमा स्वास्थ्य आमा समूहको सदस्य मध्येबाट एकजनालाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका छनौट गर्नुपर्छ। सम्बन्धित समुदायमा स्थायी बसोबास गर्ने, कम्तीमा 5 वर्ष स्वयंसेवा गर्न इच्छुक, कम्तीमा 10 कक्षा पास गरेको हुनुपर्ने, तर दुर्गम र सेवाबाट वञ्चित क्षेत्रमा आधारभूत शिक्षा पाएको भए पनि हुन्छ। सीमान्तकृत, लोपोन्मुख वर्ग तथा सेवाको पहुँचबाट टाढा रहेका महिलाहरूलाई प्राथमिकता दिने, वेतनधारी व्यक्ति र राजनीतिक पलमा बहाल नभएको व्यक्ति महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ भने उहाँहरूको केही अवकाशका आधारहरू छन्। ती महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको उमेर 60 वर्ष पुरा भएमा, उहाँले राजीनामा दिएमा, राजनीतिक पद वा वैतनिक पदमा उहाँ बहाल भएमा, बिना सूचना लगातार 3 पटकसम्म स्वास्थ्य आमा समूहको बैठकमा अनुपस्थित भएमा वा बैठक सञ्चालन नगरेमा, अर्थात् उहाँ अन्यत्र बसाइ सरेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूको के हुनसक्छ त भन्दा यो उहाँको चाहिँ अवकाश हुनसक्छ। यसर्थ मैले तपाईँलाई के भन्न खोजेको भने हामीले समुदाय स्तरका स्वास्थ्य समस्याहरूको समाधान गर्नका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूको अत्यन्त ठुलो भूमिका रहेको छ। म समग्र रूपमा तपाईँहरूलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका को एउटा महत्त्वपूर्ण भूमिका, स्वास्थ्य आमा समूहको बैठकलाई उहाँले नियमित राख्नुहुन्छ होइन, अनि अध्यक्षलाई सहयोग गर्नुहुन्छ,
है एउटा कुरा भयो भने अर्को कुरा चाहिँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य आमा समूहको माध्यमबाट समुदायका घर घरमा स्वास्थ्य सम्बन्धी सचेतना वृद्धि गर्ने स्थानीय तहमा उपलब्ध स्वास्थ्य सेवाको उपभोग बढाउन मद्दत गर्नुहुन्छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले परिवार योजना, सुरक्षित मातृत्व, किशोर किशोरी तथा यौन प्रजनन स्वास्थ्य, नवजात शिशु स्याहार, खोप कार्यक्रम, पोषण कार्यक्रम, सरुवा तथा महामारी रोगहरू, श्वास प्रश्वास तथा झाडा पखाला नियन्त्रण, मानसिक स्वास्थ्य सम्बन्धी, सर्ने नसर्ने रोगहरू सम्बन्धी, वातावरण सरसफाइ सम्बन्धी, विपद व्यवस्थापन लगायतका विभिन्न क्षेत्रमा सहयोग र समन्वय गर्नुहुन्छ। यस कारणले गर्दा हामीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूलाई सम्मान गर्दछौँ र उहाँहरूको कामको अत्यन्त प्रशंसा गर्दै हजुरलाई मैले छोटो महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूको कामहरूको बारेमा र उहाँहरूको छोटो भूमिकाको बारेमा जानकारी गराएँ। अब आउने दिनहरूमा म बिस्तारै स्वास्थ्य आमा समूहको लगायत अन्य स्वास्थ्य सम्बन्धी जानकारीहरू लिएर उपस्थित हुनेछु। हजुरलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट यो पोस्टलाई, यो भिडियोलाई सेयर पनि गर्न सक्नुहुन्छ। मेरो युट्युब च्यानललाई यहाँहरू सबैजना सब्सक्राइब गरिदिन सबैमा अनुरोध गर्दै अहिलेको लागि म पनि बिदा हुन्छु। सबैजनामा नमस्कार, हार्दिक नमस्कार व्यक्त गर्दै बिदा चाहन्छु। धन्यवाद।